यही आउँदो फागुन 21 गते नेपालमा चुनाव हुँदैछ। यो हामी सबैलाई थाहा छ। जेनजीको त्यत्रो आन्दोलन, त्यत्रो विनाश अनि कैयौं शहीदहरू। तर नयाँ सरकार बनाउने चुनावी प्रक्रिया भने अझै त्यही पुरानै। 21औं शताब्दीको करिब अन्त्यमा आइसक्दा जहाँ दुनियाँ हरेक वर्ष नयाँ आविष्कार र उपकरणलाई अँगाल्दैछ, तर नेपाल भने सधैँ किन पछाडि? ल अब एउटा छुट्टै किसिमको चुनावी प्रक्रियाको कुरा गरौँ है त। इन्डियाबाट यत्रो प्रभावित हुने हाम्रो राजनीति इनोभेसनको कुरामा भने खासै देखिँदैन। कुरा गरौँ इभिएमको, अर्थात् इलेक्ट्रोनिक भोटिङ मसिन। रिसेन्टली त्यही इभिएमको परिणामको ज्वलन्त उदाहरण हुन् भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी। भारतमा यो इभिएमको युज भने लेट 1990s देखि चलिआएको छ र यो अझै रिलायबल बन्दै गइरहेको छ। इभिएम मसिनमा एउटा ब्यालेट युनिट र एउटा कन्ट्रोल युनिट हुन्छ। ब्यालेट युनिटमा रहेको एउटा बटन थिचेर मात्रै आफ्नो मनपर्ने उम्मेदवारलाई भोट दिन सक्छन्। त्यो बटन थिच्ने बित्तिकै बटनको थ्रुबाट दिएको भोट इलेक्ट्रोनिक सिग्नलको रूपमा आएर बस्छ र लक हुन्छ, ताकि त्यसमा कुनै पनि छेडखानी गर्न नमिलोस्। प्रत्येक इभिएमले हरेक भोटलाई रेकर्ड गरेर लास्टमा एउटा फाइनल मत निकाल्छ, जुन सबै इभिएमबाट जोडेर आएको हुन्छ। हो, भोटिङको मत परिणाम पनि तत्कालै आउँछ र केही गरी मतभेद भएमा भिभिपिएटी स्लिप्सको आधारमा अडिट और क्रस चेक पनि गर्न सकिन्छ। भिभिपिएटी स्लिप्स अर्थात् हामीले इभिएममा दिएको मतको पत्र हो। कुरा गरौँ इभिएमका केही फाइदाहरूको। चुनाव स्वच्छ र धाँधली रहित हुन्छ। चुनावको परिणाम पनि निकै छिटो आउँछ। भोट बदर होला भन्ने सम्भावना पनि धेरै न्यून हुन्छ। आर्थिक लागत पनि धेरै कम लाग्छ र निजी विवरण पनि उत्तिकै सुरक्षित रहन्छ। यतिको फाइदा हुँदै पनि नेपालमा किन अझै पनि ब्यालेट पेपरको प्रयोग हुँदै आइरहेको छ? हुन त सन् 2008मा नेपालमा पनि इभिएम आएको थियो, तर नेपालमा रहेका कयौं पोलिटिकल पार्टिजहरूको मतभेदका कारणले गर्दाखेरि यसको युज पनि हुन पाएन। यी राजनीतिक पार्टीहरूलाई किन नेपालमा आउनुदेखि टाउको दुखाइ भयो? यसको कारण के हो, कसो हो, खै भगवान नै जानुन्। ल अझै कुरा गरौँ अन्य चुनावी प्रक्रियाको। इस्टोनिया, फ्रान्स, क्यानाडा, इन्डिया जस्ता कयौं विकसित देशमा अनलाइन भोटिङ, जहाँ मोबाइलकै मार्फतबाट भोट हाल्न मिलिरहेको छ। तर विडम्बना, हाम्रो देशमा भोट हाल्न अझै पनि प्लेनको टिकट काटेर नेपाल नै आउनुपर्छ, जसले गर्दा विदेशमा रहेको नेपालीका बहुमूल्य भोट भने सधैँ व्यर्थ। अहिले त अझै नयाँ आविष्कारहरू आइरहेको छ, जसमध्ये एक उदाहरण हो ब्लकचेन बेस्ड भोटिङ। यसले भोटरको प्राइभेसी, भोटको ट्रान्सपेरेन्सी र आई सेक्युरिटी पनि मजाले इन्स्योर गर्छ। सन् 2018मा युएसए को वेस्ट भर्जिनिया स्टेटमा फेडरल पार्लियामेन्ट इलेक्सन भएको थियो, जहाँ उनीहरूको नागरिकले 31 वटा फरक राष्ट्रबाट भोट दिएका थिए। भोट नामक ब्लकचेन बेस्ड भोटिङ एप्लिकेसनबाट उनीहरूले भोट दिएका थिए। यतिको मोडर्न अप्सन्स हुँदै पनि नेपाल भने अझै त्यही ठेलागाडा घुसार्दैछ। के यही पुरानै तरिकाले नेपाल बन्छ त, कि अब नयाँ नेपाल बनाउनको लागि नयाँ सिस्टमको जरुरी छ? हो, जरुरी भएकै भए अब आउँदो फागुन 21 गते आफ्नो बहुमूल्य मत भने नयाँ युवाहरूलाई नै दिनु होला, नयाँ सिस्टम बनाउनको लागि। तपाईले नेपालको नयाँ प्रधानमन्त्री कसलाई देख्न चाहनुहुन्छ? यो कमेन्टमा पक्कै लेख्नु होला।